यसलाई पनि पकाउनु तरिका अलग रहेछ पुरै हामीले रेमन पकाउँछ नि त्यस्तो पकाउनु पर्ने रहेछ अनि त्यहाँ भिजाउने त छैन त के तैँले खाइस् त्यसमा भिजाउने झोल अनि तिमीले खायौ हल्का पानी राखेर त्यो मसला फिराउनु पर्ने रहेछ वाह चलाउन नआएपछि त यस्तो हुन्छ है खै म त यसो हेर्दा मिठो लागि नै छ यो भिडियो बनाउनेहरू कसरी बनाउँछ होला है कसरी बनाउँछ होला यो भिडियो बनाउने मान्छेहरूले छ्या यसो